हेलो नमस्ते वेलकम छ हाम्रो न्यू भिडियोमा। आज हामी घाँस काट्न आएको। नमस्कार, मेरो नाम खेमु ठाडा मगर। नमस्ते, मेरो नाम होमबहादुर सती मगर। अब हामी घाँस काटेको देखाउने छु तपाईहरुलाई। खाँदैछ, खतरा खाँदैछ। आइदियो। ओहो कति राम्रो आएको। साथीहरु, हामी चाहिँ घाँस काट्ने ठाउँमा आइपुगेका छौं। यता हेर्नु, बडी लास्टै छ है। यहाँ चाहिँ हेर्नु, तर उल्टो अर्थमा। भन्नुहोस् केही कुराहरू। म केही कुरा भन्दिनँ हजुर। यो फुल कसलाई दिन चाहन्छ? यो मेरो मायालाई दिन चाहन्छु। कुन माया हो? माया हो, कुन माया जो हुन्छ त्यही माया। ल कमेन्ट गरौँ है, कसले लिनेछ यो फुल। साथीहरू, हामी अब घाँस काट्न लागेको। तपाईहरुलाई हामी घाँस काटेको पनि देखाउनेछ है, हेर्दै गर्नु होला। ल काट्न सुरु गरौँ त। गरम गरम त चाहिँ सिर्जना ठाडा मगरले घाँस काट्दैछ है। ल हाई गर ल। तिर्सना म्यामले घाँस काट्दैछ है। तिर्सनाजी ल यता हेर्नु है। रातो रातो देखेछ। रातो रातो देखेको छ है। हाई गर ल। त्यही घाँस काट्दैछ है। यता देखाउ ल घाँस काटेको ल। हाम्रो तिर्सना म्यामले चाहिँ घाँस काट्दैछ है धेरै। काट्यो 10 मुठा। आके खेमुले घाँस काट्दैछ। बसेको यहाँ साथीहरू चाहिँ घाँस काट्दैछ। म देखाउँछु है साथीहरूलाई घाँस काटेको छ। हाम्रो शिवन्ती म्याडमले कति मुठा काटे घाँस भन्नुहोस् ल। 10 मुठा। ओहो ल साथीहरू, मैले चाहिँ घाँस काटेर ल्याइसकेँ भन्दा नि मलाई पुगिसक्यो। हाम्रो यता तिर्सना म्यामले कति मुठा काट्यो भन्नुहोस् त ल। कति मुठा काट्यो? 8 मुठा। हाम्रो खेम सरले यस्तो छ पारा है। यस्तो छ घाँस काट्न आउने मान्छे।
साथीहरु म अब भारी बनाउन लाउँदै छु अब भारीलाई पकाएर घर जाने हो मैले भारी बनाएर राखिसके अब सिर्जनाको पालो है सिर्जनाले कति काटेको है घाँस एक दुई मुठा दुई मुठा तीन चार पाँच छ सात आठ 9 ओहो गरे द 11 भयो 11 मुठा ओहो बोक्न सक्छ क्या सक्छ सिर्जना सकिन्छ हामी चाहिँ भारी बोक्दै छु यता म भारी बोकिसके भने यता सिर्जना म्यामले भारी बोक्दै छ यता तिर्सना भारी बोकेर आइसकेको छ भने यता भारी बनाउँदै छ ल ल छिटो के भयो हसिया हाम्रो सिर्जना म्यामको घाँस हेर्नुहोस् यति धेरै काटेको छ कि यता खेमु ठाडा मगरले पनि भारी बोक्दैछ ल बोक ल भाइ ल ल को जान्छ घुच्यान्न ल घुच्याते राम्रै ल देखाउने चाहिँ ल उठ्यो 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 ल साथीहरू हामी चाहिँ अब लागे घर ल हामी चाहिँ अब घाँस पुगेर बोकेर पनि हामी अब घरतिर लाग्दैछौँ है हाम्रो भाउजूले चाहिँ धेरै घाँस काट्नु भएको छ थुप्रो